सबैजनालाई नमस्ते। आज मसँगै इनुयामाको मेइजी मुरा जाउँ है त। त्यो चाहिँ एउटा हिस्टोरिकल प्लेस हो। अब चाहिँ हामी यहाँबाट चाहिँ जाँदैछौँ। पार्किङमा गयौँ। अब बाबा फुच्चियाहरू यो चाहिँ हाम्रो घर नजिकै रहेको गाडी पार्किङ हो। अब सँगै जाउँ है त। हामी चाहिँ यहाँबाट गाडीमा 4 जना भएर हिँड्यौँ। हामी चाहिँ त्यही बाटो नागोय आउँदै जाँदैछौँ। मौसम चाहिँ एकदम ठिक्क रमाइलो आनन्द छ है। उनीहरू चाहिँ खुब एक्साइटेड छन् त्यहाँ के छ के गर्ने भनेर। यो चाहिँ त्यहाँ जाने बाटो हो। बाटो चाहिँ अलि साँघुरो साँघुरो जस्तो लाग्यो मलाई पनि। अनि हामी यसरी बाटोमा अगाडि बढ्दैछौँ। त्यहाँ कति राम्रो रे, एकदमै हरियाली, एकदमै राम्रो भ्यू छ। त्यता जाने बाटो हो। तपाईहरु पनि जान सक्नुहुन्छ। एकदमै राम्रो ठाउँ रहेछ। आज म सँगै घुम्न जाउँ है त। हामी चाहिँ बाटोमा जाँदैछौँ। त्यसपछि हामी चाहिँ वहाँनिर पुग्न लाग्यो है। यो चाहिँ खेतहरू रोपेको साइडमा कति धेरै राम्रो क्या। अनि धान रोपेको हरियाली। यति बेला नेपालमा पनि धान रोप्ने बेला भएको छ नि त। अनि यहाँ पनि एकदमै राम्रो रहेछ। हामी भ्यू हेर्दै